हाम्रो यो नेपालको झन्डा जुन देख्नु भएको छ चन्द्र सूर्य भएको त्यो हिन्दूको झन्डा हो र? सबभन्दा ठुलो प्रश्न त यो छ। जब नेपालको झन्डा के हो त्यसलाई पहिला हामीले चिन्न जरुरी छ र त्यो अनुसारको नेपालको झन्डा जे हो त्यही अनुरूपको यो राष्ट्र चाहिँ त्यही हो। र नेपालको झन्डा जुन चन्द्र सूर्य अङ्कित 5 कुने जुन झन्डा छ यो वैदिक झन्डा हो। यो देश के हो त? यो वैदिक देश हो। यो झन्डा के त? नै वैदिक झन्डा हो। त्यही भएर यो विश्वको चारपाटे झन्डा भए पनि नेपालको यो वैदिक झन्डा हुनुको कारण किन त यो वैदिक झन्डा भएर नेपालको झन्डा आजसम्म पनि जीवित रहिरहेको। पहिला त हजुर हामीले यो कुरालाई बुझ्न जरुरी छ। जब देश चाहिँ को झन्डा वैदिक झन्डा छ अनि हजुर हामीले यसलाई हिन्दू बनाउन खोजेर कसरी कुरा मिल्ला? बनाउने हजुर हामीले को हजुर जुन चाहिँ देश छ जुन चाहिँ झन्डा वैदिक छ भनेपछि यसको पहिचान गर्नु हजुर हामीलाई यसको बोध हुनु नै जरुरी हो नि। नेपाल के हो? वैदिक सनातन भनेको शब्दले केलाई बुझाउँछ त? जो हिजो पनि छ, आज पनि छ र भोलि पनि छ। त्यो कुरालाई मात्र सनातन भनेको त्यति मात्र हो।